हेलो नमस्ते सबैजनालाई वेलकम टु बाई एनदर ब्लग है। सबैजनालाई नमस्ते सवार हो। आज चाहिँ है हामी यहाँ बौद्ध आएको थियो घुम्नलाई। अब हेर्नुहोस् यहाँको दृश्यहरू तपाईँहरूलाई हल्का देखाउँदैछु। हामी चाहिँ अब दिउँसो भिड हुन्छ भनेर चाहिँ राति आएको थिएँ है, तर राति पनि अब धेरै भिड रहेछ। त्यही भएर अब माथि जान पाउँदैन रहेछ। हेर्नुहोस् गाइसहरू यस्तै छ भिडहरू, सबैजनालाई हेलो हाई गर्दैछ। अनि हामी चाहिँ आज बौद्ध आएको थियौँ है। बौद्ध चाहिँ के छ भने अब यहाँ चाहिँ एसियाकै सबैभन्दा ठुलो है यो बौद्ध चाहिँ अब यहाँ नेपालमा रहेछ गाइसहरू। त्यही भन्न चाहन्छु। अब यसको खासियतहरू चाहिँ के थाहै भएन त्यति, अलिअलि नजराहरू देखाउँछु। अब यस्तै छ, यही क्यामेराहरू पनि राम्रो छैन साथीहरू है। क्यामेरा राम्रो हुनुभयो त क्लियर आउँथ्यो होला। अनि यहाँ सबैजना हेर्नुहोस्, यो चाहिँ माने घुमाउँदैछ। सबैजना हेर्नुहोस् मान्छेको भिडहरू कति छ। यो त के पनि होइन है। अझै दिउँसो त खुट्टा टेक्ने ठाउँ पनि थिएन भन्दै थियो है। अनि हेर्नुहोस् हेलो हेलो गर्दैछ, हाई पनि गर्दैछ। के भन्नु, नमस्ते है सोल्टिनीहरू। यो चाहिँ भाइ दादा म, हाम्रो क्यामेराम्यान चाहिँ अर्कै छ फेरि है। अनि कस्तो लाग्छ तपाईँहरूले मलाई भनिदिनु होला है गाइसहरू। यो भिडियो चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई हल्कासँगले भनिदिनु पर्यो। अनि हामी चाहिँ यहाँ बत्ती बाल्न गएको थियो। बत्ती बाल्ने ठाउँमा चाहिँ एकदम भिड क्या। अन्त त्यो भिड भएर चाहिँ हामीले चाहिँ अर्को फाल्टै ठाउँले बाल्यौँ, तर बत्ती बालेको चाहिँ हामीले देखाउन सकेन, किनभने सबैजना बत्ती बाल्यो, क्यामेरा पक्रिने मान्छे थिएन नि त। त्यही भएर है गाइसहरू घाँटी दुख्यो। हल्का सल्का होइन, यताउता अब घुम्यौँ है हामी। अनि हामी घुम्दै गयो। यो चाहिँ अब हामी चाहिँ 3 फन्का घुमेको नि त वरिपरि। 3 फन्का घुमेको। कतिजना मान्छेहरू चाहिँ अब लडेर पनि हिँड्दो रहेछ है, लडेर घिर्सिँदै हिँड्दो रहेछ। अब यहाँ आएर चाहिँ अब मनोकामनाहरू पुरा हुन्छ भन्छ, खै हो कि होइन अब त्यो चाहिँ है। हेर्नुहोस् अब यो चाहिँ कुन चाहिँ सानो बौद्ध हो कि ठुलो बौद्ध हो? बौद्ध